ल तपाईहरु देख्न सक्नुहुन्छ यहाँ हाम्रो काम धमाधम भइरहेको छ नेसनल क्रिकेट ग्राउन्डमा प्यारापेट र फ्लोट लाइट सेटको कामहरु भइरहेको छ हाम्रो यहाँ दुईटा फ्लोट लाइटलाई चाहिँ जग खन्ने काम पनि भइसकेको छ अब यो पिलरहरु हाल्नुको लागि हाम्रो देखिनको लागि चाहिँ एकदमै जग खन्ने काम पनि भइरहेको छ अनि उतातिर हाम्रो यो एकदम दर्शकदेखि धेरै हुने ठाउँ हाम्रो त्यो उता चोभा रेन्टतिर पनि हाम्रो एकदमै धमाधम काम भइसकेको छ है अब त्यहाँ चाहिँ अब 2-4 दिनमा चाहिँ हाम्रो त्यहाँ बेसमेन्ट तयार पारेर चलाउने काम सुरु हुन्छ होला धन्यवाद दाइ घर चाहिँ कहाँ हो मेरो कालीकोट उसले टिकापुरे बीएमसी पढ्यो त बीएमसी हैन वीरेन्द्र हमरा चाहिँ उलाइरहेको छ नि बार लगाएर त्यो टिका आइथ्यो भने नि त त्यो माथिले नट अन्डर कन्स्ट्रक्सन त्यो बुझ्दिनु भनेर भन्दै थियो पहिलाको हो नि त यो यसलाई एक्वाकल्चर पढ्न मन लाग्छ भनेर भन्थ्यो अब एक्वाकल्चर राम्रोसँग पढेछ त्यसले त्यही भर्नुपर्ने ल्याएर आउनु अलिकति पहेर साथै बरु टक्कु गर्दै हुन्थ्यो यहाँ तिमीले अनि ड्रेनेज के नमिला जस्तो लाग्छ यहाँ ड्रेनेज कमजोर छ क्या